नमस्कार साथीहरू। नेपाली राजनीतिमा एउटा अचम्मको छ हेर्नुहोस्। अस्ति संसदमा जसरी प्रधानमन्त्री आएर संसदमा बोल्नु भएन भनेर तपाईँको धेरै दिनसम्म संसद अवरोध गर्ने, संसदमा प्रश्नको बौछार गर्ने राजनीतिक प्रतिपक्षी पार्टीहरू जब प्रधानमन्त्री बालेन शाह आउनुभयो, उहाँले मलाई समय दिनु पर्यो, मान्यज्यूहरूले केही प्रश्नहरू मलाई गर्नुभएको छ, म उहाँहरूको प्रश्नको उत्तर दिन्छु भनेर समय मागेर उहाँहरूको प्रश्न दिने क्रममा अब सीमाको सम्बन्ध जोडेका कुराहरू आए र उहाँले भन्नुभयो, म प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ मैले, भारतले मात्रै होइन नेपालले पनि भारतका केही सीमाहरू मिचेको रहेछ भन्ने बित्तिकै नेपाली प्रतिनिधि सभामा भित्र एउटा हङ्गामै भयो। उहाँहरूले के गर्नुभयो यो यहाँलाई थाहा नै छ, मैले यहाँलाई बढी भन्नुपर्छ जस्तो लाग्दैन। अहिलेसम्म पनि प्रधानमन्त्री बालेन शाहले राजीनामा दिनुपर्छ भन्ने कुराहरू थोरै ठेरै आएको अवस्था छ। त्यसैले पनि म यहाँहरूको बिचमा भन्न चाहन्छु, बालेन शाह तपाईँको आफैमा पढे लेखेको मान्छे र धेरै कुरा बुझेको मान्छे र अहिले पनि लामो समयसम्म भारतले टेबलमा बसेर टक गर्न नचाहेको सीमाको सम्बन्धमा अब मैले यो कुरा भनिरहँदा यो विरोधाभासपूर्ण कुरा पनि हुन सक्छ र भारतले यो कुरालाई अस्वीकार पनि गर्न सक्छ। किन भन्दा भारतले सधैँभरि भन्ने गरेको छ, हामी कूटनीतिक रूपमा सधैँभरि नेपालको नजिक छौँ, नेपालसँग हामी सधैँ सहकार्य गर्न तयार छौँ भनिरहँदा मैले भनेको कुरा भारतलाई अतिशयोक्ति नहोला भन्ने लाग्छ। तर पनि आफ्नो विरोध गरेको प्राय कसैलाई मन पर्दैन। मैले उहाँको भारतको विरोध गर्न खोजेको त छैन, तर पनि भारतको पक्षमा नहुँदा कहिलेकाहीँ मेरो पक्षमा बोल्दिनन् भन्ने पनि हुनसक्छ होला। तर हामीले बोल्नुको अर्थ त छैन। तर पनि म एउटा नेपाली नागरिक भएको कारण मैले जे देखेँ, जे बुझेँ, जे बुझ्दैछु त्यसैका आधारमा म यहाँको बिचमा आफ्ना कुराहरू राख्ने कोसिस गरिरहेको छु। अब वर्षबाट हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू भारतमा बसेर काम गरिरहेको अवस्था, हाम्रो एजुकेसनको न्यू राख्ने कुरामा पनि भारतको तपाईँको सहभागिता, लामो समयबाट भारतले हामीलाई सहयोग पनि गरेको, हामीले पनि सहयोग लिएको, आवश्यक पर्दा सहयोग पनि गरेको, त्यो भनिरहँदा तपाईँको हामीले चाहिँ सानो देश भनेर हेप्ने जुन एक प्र्याक्टिस छ, यो चाहिँ बन्द गरियोस् भन्ने हाम्रो चाहना। हामी देशमा सानो ठुलो होला, तर एउटा राष्ट्रको हिसाबले त हामी एउटा राष्ट्र हो, भारत पनि एउटा राष्ट्र हो। राष्ट्रले एउटा राष्ट्रकै रूपमा बुझोस् र त्यसै अनुरूपको व्यवहार गरोस् भन्ने हामी चाहन्छौँ। त्यसैले पनि हामी यो कुराहरू भन्न बाध्य छौँ। हामीलाई भारतले भन्दा पनि भारतको शासकले र नेपालको शासकले बुझ्नुपर्ने कुरा, जुन नेपाली मनमुटुहरू छ र भारतीय मनमुटुहरू छ भन्न खोजेको कुरा, भारतीय जनताले के चाहन्छन् र नेपाली जनताले के चाहन्छन् भन्ने कुरा। हामी पब्लिक टु पब्लिक हाम्रो जुन एक देशदेखि अर्को देशसम्मको जुन हाम्रो जनताको सम्बन्ध छ, यो सम्बन्धलाई हामी सधैँभरि राम्रोभन्दा राम्रो बनाउन चाहन्छौँ। हाम्रो भारत र नेपालको जनताको बिचको जुन सम्बन्ध छ यो धेरै प्रगाढ छ। कसैले चाहेर तोडेर पनि तोड्न सक्ने अवस्था छैन। हामी यति मिलेका छौँ। तर शासकहरूले कहिलेकाहीँ हाम्रो सम्बन्धमाथि पनि नुन चुप छर्किने भन्छन्, यस्तै गर्छन्। हाम्रो सम्बन्धलाई नबुझेर उहाँहरूले व्यवहार गर्छन्। मैले शासकहरूलाई एउटै कुरा भन्न चाहन्छु, हामीलाई भारतीय जनता र नेपाली जनतालाई लडाउनुभन्दा हाम्रो मनोआकाङ्क्षालाई बुझेर यहाँहरूले ट्रिटमेन्ट गर्नुहोला, यहाँहरूले व्यवहार गर्नुहोला भन्न चाहन्छु।
भारतीय जनताले के चाहन्छन्, नेपाली जनताले के चाहन्छन्। नेपाली जनताले जे चाहन्छन् नेपालको शासकले त्यही गर्ने, भारतीय जनताले जे चाहन्छन् भारतीय शासकले पनि त्यही गर्ने भन्ने बित्तिकै पिपुल टु पिपुल भारतीय जनता र नेपाली जनताको बिचमा कहिले समस्या आउँदैन, भारत र नेपालको बिचमा कहिले समस्या आउँदैन भन्ने लाग्छ। अब यहाँहरूलाई अवगत नै छ, लामो समयबाट भारत र नेपालको जुन सीमाको समस्या हो त्यो सीमाको समस्या अहिले पनि पूर्ण रूपमा हल भएको अवस्था छैन। हल नभएको अवस्थाले अहिलेसम्म सिटी समस्या नै हुने। 96-97% हामीले सीमाको व्यवस्थापन गर्ने काम गरेका छौँ। जुन बचेको छ कालापानी, लिम्पियाधुरा, लिपुलेक, यो एउटा विवादको रूपमा अहिले पनि खडा भएको छ। यो खडा अहिले भएको होइन, यो कालान्तरबाटै हो। जब दुवै पक्षका बुद्धिजीवीहरूले यसलाई सीमाङ्कन रेखाङ्कन गर्ने काम गरे, त्यो बेलादेखि अहिलेसम्म त्यो एउटा समस्याको रूपमा रहेको छ। यो सबैलाई जगजाहेर नै छ। भारतले भन्छ नेपालले कहिले दाबी गरेन, अहिले मात्र दाबी गर्यो। यो शासक वर्गले बुझ्नुपर्छ यो विवाद कहिलेदेखिको हो। यो उहाँहरूले आफ्नो देशको सीमा सम्बन्धी, सीमालाई हेर्ने क्षेत्र उहाँहरूको के पर्छ उहाँहरूले त्यहाँ गएर बुझ्नुपर्छ भन्ने लाग्छ। उहाँहरूले बुझ्नु पनि भएको होला, तर बुझेर पनि आफ्नो देशको बारेमा नराम्रो कसले नै भन्न चाहन्छ र त्यसै अनुरूप पनि उहाँहरूले यी कुराहरू गरिरहनु भएको हुनसक्छ। या अर्को कुरा, सामरिक हिसाबले नेपाल लाई मैले भन्न नपर्ने हो, नेपालले चाहेको अवस्थामा नेपाललाई हामी जे नि दिन सक्छौँ, तर यो भूमि नेपालले छोडिदियो हुन्थ्यो भन्ने कुनै चाहना पो हो कि भन्ने पनि लाग्छ। किन भन्दा 1962-1962मा भारतले चाइनासँग युद्ध हार्दा र फर्किने बेलामा तपाईँको चाइनालाई वाच गर्नका लागि, हेर्नका लागि र उसको गतिविधि निहाल्नका लागि सबैभन्दा नजिकको र सबैभन्दा निहाल्न सक्ने ठाउँको रूपमा कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्र पर्छ सायद मलाई लाग्छ। त्यसैले पनि उहाँहरूले त्यो ठाउँ रोज्नुभएको हुनसक्छ। अहिले त्यसको सामरिक रूपमा त्यसको अहिले फेरि महत्त्व झन् बढेर आएको छ। व्यापार गर्दा नेपालको बाटो हिँड्नुभन्दा त्यो ठाउँलाई दाबी गरिरहेर त्यसै ठाउँबाट उहाँहरूले व्यापार गर्दा उहाँलाई सहज लाग्ने पनि हुनसक्छ। जस्तै मानस सरोवरको यात्राको कुरा, धार्मिक यात्राको कुरा छ। अब अहिलेसम्म नेपाल हुँदै उहाँहरूले मानस सरोवर यात्रा गरिरहेको अवस्था छ भने त्यो बाटो उहाँहरूले त्यो बाटोमा लामो समयबाट दाबी त गर्नुभएको छ, क्षेत्र त नेपालको हो, तर आफ्नो क्षेत्रको रूपमै उहाँले डेभलप गर्न सक्नुभयो भने त्यही क्षेत्रबाट उहाँले तपाईँको नेपालबाट नभएर नेपालको भूमि तर अहिले त्यो भारतीय उनीहरूले भनेर आफू दाबी गरेर त्यो ठाउँमा बाटो बनाएको अवस्था पनि छ। त्यहाँबाट उहाँहरू जानुभयो भने उहाँहरूलाई तेस्रो देश, दोस्रो देश उहाँहरूले जानै परेन। त्यसरी उहाँहरूलाई यात्रा गर्न सजिलो हुन्छ। त्यसैले पनि उहाँहरूले यी कुराहरू ल्याएको हुनसक्छ जस्तो लाग्छ। अब भारतमा पनि धर्मको बारेमा ठुलो आस्था छ, नेपालको पनि आस्था छ। म त भन्छु नेपाल र भारतमा धार्मिक आस्था त छन्, तर प्र्याक्टिकली व्यावहारिक जुन पक्षहरू छन्, हामी देश नेसनका हिसाबले त हामी अलग अलग छौँ। त्यो भारत पर्छ भने हामी नेपाली, हाम्रो यो नेपाल पर्छ। अब देशैका लागि त भारतीय शासक र नेपाली शासकले लड्न पर्छ जस्तो लाग्दैन। देशैका लागि पिपुल टु पिपुल रिलेसन खराब गर्नुपर्छ भन्ने पनि लाग्दैन। किन भन्दा यो संसार भन्ने कुरा, वर्ल्ड जुन पृथ्वी मण्डल छ, यो कुनै राजा महाराजाले कुनै शासकले बनाएको त होइन, यो त प्रकृति प्रदत्त हो। त्यसैले पनि यो ठाउँका यी क्षेत्रका विकास गर्नका लागि हामी सबै लाग्ने हो जस्तो लाग्छ मलाई। लाग्नका लागि हामीले सबै ठाउँमा जहाँ जो मान्छे पनि बस्छन् त्यो ठाउँको विकास, त्यो ठाउँको व्यवस्थापन राम्रो होस् भन्ने चाहनाकै आधारमा देशहरूको विकास भएको हो जस्तो लाग्छ मलाई। त्यसैले पनि म यहाँको बिचमा कुरा गरेको छु। हामीले जुन सीमा स्तम्भहरू तय गरौँ आफ्नो क्षेत्रको विकास गर्ने, नाममै तय गरेको जस्तो लाग्छ र पछि यसलाई हामीले यसलाई मेरो देश तेरो देश भनेर हामीले यसरी निर्माण गऱ्यौँ। त्यो एउटा कालान्तरदेखिको पाटा पक्षहरू छन्। यो कुरामा अहिले म त्यहाँ त्यति जान चाहन्न। अहिले भारतको र नेपालको सम्बन्धको जुन बिचमा म यहाँहरूको बिचमा कुरा गरिरहेको छु,
दुवै देशले एक आपसमा बसेर टेबल टक गरेर उहाँहरूले सल्टाउन चाहेको अवस्थामा छिनभरमै यी समस्याहरू सल्टिन सक्छन् भन्ने लाग्छ। अब नेपाल सरकारले अस्ति मात्रै संसदमै बोलिसक्नु भएको छ। अब हामी दुई देशले मात्रै यो सीमा समस्या समाधान हुँदैन, यति लामो समय रहेको छ। त्यसैले हामीसँग सम्झौता गर्ने इस्ट इन्डिया कम्पनी हो, हाम्रो सम्झौता भएको इस्ट इन्डिया कम्पनीसँग हो। त्यसैले इस्ट इन्डिया कम्पनीको पनि मध्यस्थता चाहिन्छ भनेर प्रधानमन्त्रीज्यूले बोल्नु भएको छ। त्यस्तै अब द्विपक्षीय होइन त्रिपक्षीय पनि चाहिन्छ। अब हामीले चाइनाले पनि सहजताको रूपमा वर्ष दिन पर्छ भनेर पनि नेपालले बोलेको अवस्था छ, प्राइम मिनिस्टरले बोल्नु सक्नु भएको छ। त्यसैले यो तरिकाबाट यो समस्याको हल हुनसक्छ भन्ने लाग्छ। मैले भारतीय मिडियामा पनि हेरेँ, भारतीय मिडियामा हेर्दा हामीले भारत र नेपाल बाहेकको अरू शक्ति हामीलाई चाहिँदैन उहाँले भन्नुहुन्छ। अब हाम्रा कुरा मान्न पनि तयार हुनुहुन्न, अब हाम्रा कुरा पनि नमान्ने अनि त्यसो शक्तिको आवश्यकता पनि छैन भनेपछि त यो त बल्मी चाहिँ नै भयो। आफूले भनेको मान्न पर्यो कि तेस्रो देशको सहभागितालाई स्वीकार्न पर्यो, यो एउटा कडी देखिन्छ। त्यसैले म भारतीय शासक भारतीय पिपुलमा मेरो अनुरोध छ, नेपाल र भारत बिचको जुन सीमा विवाद छ यसलाई पूर्ण रूपमा हल गर्नका लागि इमान्दारिताका साथ टेबल टक गरेर संवादबाट यसको समाधान निकाल्न सकिन्छ। त्यसैले यहाँहरू यो समस्या हल गर्नकै लागि लाग्नुहोस्। अहिलेसम्म विवाद मात्रै भयो, वर्षबाट यो विवादले अन्त्य नपाउने भयो। यो के हो भन्दा चाहना नभएर मात्रै हो। यो समस्याहरू कति बेलै हल हुन सक्थे। यी कुराहरू देश सानो होला, भारत र चाइनाको बिचमा सानो देश छ नेपाल, देशमा सानो होला तर हल गर्न चाहेको अवस्थामा असम्भव पनि छैन। यसको राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै भारतले आफूले गर्ने कार्यविधिहरू गरिराख्ने, भारत एउटा स्वतन्त्र ठुलो राष्ट्र हो। लोकतान्त्रिक रूपमा पनि संसारमै भारतको नाम अग्रणी स्थानमै आउँछ। त्यसैले अब हाम्रो सानो भूमिमा भारतले आँखा लाउनु र आशा राख्नुभन्दा अब हामीसँगै टेबल टक गरेर यी समस्याको हल गर्नु सायद भारतका लागि पनि बुद्धिमत्ता हुन्छ र यसले अन्तर्राष्ट्रिय जगतमा पार्ने प्रभाव पनि सायद मलाई लाग्छ राम्रोभन्दा राम्रो हुन्छ। किन भन्दा भारत जस्तो देशले नेपालले आफ्नो जमिन दाबी गरिरहेको थियो र पछिल्लो अवस्थामा उहाँहरू बसेरै कूटनीतिक रूपमा हल गरेर भारत आफू तयार भयो भन्ने जुन सन्देश जान्छ, यो सन्देशले भारत सानो हुने होइन कि भारत तपाईँको संसारमै ठुलो हुन्छ। उसको उचाइ अझ उसको गर्विलो उपस्थिति अझै राम्रो देखिन्छ। भारतले आफ्ना छिमेकीसँगको सम्बन्धलाई कहिले बिगार्न चाहेको छैन भन्ने एउटा सन्देशको रूपमा पनि जान्छ। त्यसैले पनि भारत यो कुरामा सधैँभरि अग्रसर रहोस्। भारत र नेपालको सम्बन्धलाई गहिराइमै गएर शासकहरूले जुन भारतको नेतृत्व गरिरहनु भएको छ उहाँहरूले बुझ्नुहोस् भन्न चाहन्छु। त्यसैले पनि मैले यो भिडियो बनाएको हुँ। सायद यो भिडियो मैले बनाइरहँदा धेरै लामो भएको हुनसक्छ। यहाँहरूलाई आफ्नो कस्तो लाग्छ, यहाँहरूले आफ्नो विचार कमेन्ट गर्नुहोला। धन्यवाद।